साथीहरु यस्तो भइराको छ अहिले चाहिँ एजिलियाले फुल्दैछ मज्जाले हैन। अब असिना आयो भने त त्यही हो, खतम पार्दिन्छ। यो कलरको फुल्न थाल्यो अहिले चाहिँ। अब यो रातो त अस्तिदेखि फुलेको हो। मेरो बुद्धा हेड चाहिँ हेर्नु नि बिचारा, बुद्धा हेडमा चाहिँ जेट प्लान्ट लगाएको। के साह्रो मिठो कलर आएको यो त, बाफरे हेर्नुस् त, कस्तो मिठो कलर। यो पनि सेम जस्तो लाग्छ। यो चाहिँ पिङ्क कलरको, लाइट पिङ्क हैन। एकदमै लास्टै गरम भएर चाहिँ छोडिराखेको छु, फेरि ल्याउँछु हैन। अनि एक डोको चाहिँ भित्र हालेर राखिरहेको छु। अनि यति चाहिँ अब आज एभ्रिवान, नमस्ते सबैजनालाई, सेवानी अनि मेरो ब्लगमा हजुरहरू सबैजनालाई स्वागत गर्दै। आज चाहिँ यहाँबाट रोडमा यस्तो आइराखेको छु हैन। किन आएको भन्दा साथीहरू, म चाहिँ पत्ता सोर्नु आएको। पत्ता चाहिँ किन भन्दाखेरि लिफ मलको लागि है, फुलहरूको लागि। अनि यहाँ चाहिँ डोको सोको लडाइराखेको छु। यहाँ सोर्दैछु है, यो साइडको सबै सोर्दैछु। यी यता पनि सोर्दैछु हैन। ऊ पर चाहिँ फेरि उता चाहिँ पर मामाको हो, उता चाहिँ सोर्दै रहेछ उता हो। अनि मैले चाहिँ यता सोर्दैछु। आफ्नो आफ्नो यहाँनिर बाटोमा सोडाइ हुँदैछ साथीहरू। लिफ मलको लागि चाहिँ रेडी गरेको। ल साथीहरू, मैले चाहिँ त्यहाँ पर चाहिँ सोरिसकेँ है। अब चाहिँ उठाउँछु हो। अनि यस्तो पाराले सोरे यहाँनिर भयो है, यसरी हो। त्यहाँदेखि ऊ पर पनि छ, पुरा भेला पारिराखेको छु हैन। अब चाहिँ मजाले उठाएर लान्छु नि। यो माथिको जङ्गलमा चाहिँ मैले एउटा भिडियो हालेको थिएँ नि, गुर्बो टिपेको। यही माथिको जङ्गल है, पछि फेरि टिप्नुपर्छ साथीहरू। फेरि भिडियो ल्याउँछु म। धेरैजनाले माया गरिदिनु भएको थियो त्यो भिडियोलाई है। अनि अब चाहिँ म चाहिँ यो सोत्तर उठाउँछु है। उठाएर चाहिँ अब मल बनाउनु पर्छ साथीहरू। फुल पनि त्यसरी फुलाउँछु भनेर मात्रै हुँदैन नि, धेरै दुःख कष्ट छ साथीहरू। यति नगरी त गाह्रै हुन्छ। यस्तो छ मेरो चाहिँ यहाँनिर सब सामानहरू, यी डोको ढोक्रीहरू सब लिएर आएको नि त। ल अब चाहिँ म यो उठाउने साथीहरू। ल साथीहरू, मेरो चाहिँ यहाँनिर एक डोको एक ढोक्री भएको छ। ढोक्री नै नभएर चाहिँ अब ऊ पर पनि छ। अब यताको उठाउँछु है। यहाँ दुई भारी भयो, अब लगेर जान्छु। यताको आँकु पनि निकालिदिउँ न। ए आँकु भन्दो रहेछु। काकुले पनि यहाँ सोर्नु हुँदैछ। हाम्रो काकुले, मदन मामाको काकुले चाहिँ खतरा सोरेको छ है। तर परसम्म सोरेको छ, कहिले ओसारिसक्ने। परदेखि सोर्दै ल्यायो हो। अब कहिले ओसारिसक्नु? आज सक्छ कि ओसारेर? परसम्म सोरेको छ अरे। मैले चाहिँ यता आधी त होइन, मैले अलिकति मात्रै सोरेँ। काकुको खतरा छ। यो चाहिँ हाम्रो सधैँको सोत्तर सोर्ने ठाउँ। यहाँ चाहिँ रुखको पत्ता झरेर रोडभरि झर्छ नि त, त्यो भएर चाहिँ यहाँनिर
सोत्थर म चाहिँ बोकेर जाँदैछु टोपी चाहिँ बाँगेर कहाँ पसेछ अप्ठ्यारो भएर साथीहरू मैले चाहिँ यति ल्याएँ अझै पनि माथि रोडमा बाँकी नै छ होइन एकदमै लास्टै गरम भएर चाहिँ छोडिरहेको छु फेरि ल्याउँछु होइन अनि एक डोको चाहिँ भित्र हालेर राखिरहेको छु अनि यति चाहिँ अब आज यतिको नै भयो किनभने गरम हेभी साथीहरू घाम लाग्दाखेरि पनि एकदमै हेभी गरम हुन्छ हौ साथीहरू यस्तो भइरहेको छ अहिले चाहिँ एजिलियाले फुल्दैछ मजाले होइन अब असिना आयो भने त त्यही हो खतम पारिदिन्छ यो कलरको फुल्नु थाल्यो अहिले चाहिँ अब यो रातो त अस्तिदेखि फुलेको हो यो पर्पल मजाले यो अर्कै खालको रातो हो कलरहरू आफ्नो छ नि हेर्नुहोस् न यो रातोले पनि साह्रै दामी फुल्छ हौ फुल्दाखेरि चाहिँ त्यो पिङ्क कलरको अस्ति मजाले भइरहेको थियो सक्यो अहिले यो त त्यो हो अनि यतातिर पनि फुल्दैछ हल्का अब यो पिङ्कमा सेडिङ छ यो पिङ्क र वाइट मिक्स भएको अब पत्ता त सबै छैन हो अब फुल्ने काम गर्छ यसले पनि हेर्नुहोस् त सेडिङ हो यो पनि मेरो बुद्धा हेड चाहिँ हेर्नु नि बिचरा बुद्धा हेडमा चाहिँ जेट प्लान्ट लगाएको अन्त पिटुनियाहरू पनि अब मोटामोटी फुल्नु सुरु भएको छ यहाँ मुनिको यो स्टक फुल्दैछ होइन कस्तो मिठो स्मेल आउँछ यहाँ ह्याङ्गिङमा पनि फुल्नु थालेको छ पिङ्क कलरकै हो अलिक मैले छाँटिदिएँ पातला बनाइदिएँ आम्मामा अस्ति त यति बेसी टाइट भएर चाहिँ नि डेन्जर भइरहेको थियो नि उयो कस्तो मिठो कलर रहेछ हौ अघि बिहान त पानी लगाएको घामले हेर्नु नि यस्तो बनाइदिइराखेको छ अहिले लाउनु पर्ने रहेछ पानी यहाँ चाहिँ एउटा सेडिङ आएछ स्ट्र्यापवाला यो कलर कस्तो मिठो भएको अनि यो कलर हेर्नु नि के साह्रो मिठो कलर आएको यो त बाफरे हेर्नुहोस् त कस्तो मिठो कलर यो पनि सेम जस्तो लाग्छ यो चाहिँ पिङ्क कलरको लाइट पिङ्क आफ्नो कलर छ यसरी फुलिरहेको छ है स्टक यो चाहिँ सिङ्गल हो यो चाहिँ त्यो ट्रिफनको पट हो साथीहरू ट्रिफनको पट यति बेसी हावा चल्नु थालेको छ के भन्नु र साथीहरू यो चाहिँ टर्मरिक अर्ग्यानिक टर्मरिक हर्दी यसलाई चाहिँ धुइधाइ गरेर सुकाएको अब मजाले काटेर अब त्यसलाई चाहिँ घाम पुरा लाग्छ नि त काटकुट पारेर चाहिँ सुकाउनु पर्छ यसरी फुलिरहेको छ है फुलहरू चाहिँ फुल्दैछ उयो के भन्छ त्यो प्रिमुलियाले चाहिँ यस्तो खासै फुलेन तर पनि फुलिरहेको छ हो साथीहरू त्यो माथिको स्टक चाहिँ अब यसले चाहिँ रेकर्ड ब्रेकै गरेको हो होइन अहिलेदेखि फुलेको होइन अझै फुलिरहेको छ त्यो चाहिँ स्टक भयो पनि यो चाहिँ प्रिमुलिया अनि यहाँ चाहिँ हो पिटुनिया स्टक मिक्स छ यहाँ चाहिँ मजाले एजिलिया तर यो असिना आयो भने चाहिँ यो एजिलियाको चाहिँ बिजुक पार्छ होला यो हर्दी सुकाएको यसरी ल साथीहरू म चाहिँ 70 उठाइसकेँ है यस्तो गरम लास्टै गरम साथीहरू बाहिर त बाफ्रे घाम लाग्दाखेरि चाहिँ यहाँ पनि निकै गरमै हुन्छ जोरतोरकै अन्त अहिले चाहिँ अब यसो थकाइ मेटाउनु है घामले हट्नु नै पार्यो अन्त चिया खाँदैछु साथीहरू ल त साथीहरू मेरो च्यानलमा जति पनि नयाँ जोडिनु हुँदैछ भने चाहिँ लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्नु नभुल्नु ल यस्तो भिडियोहरू हजुरमा चाहिँ आइ नै रहन्छ आजलाई बिदा दिनुहोस् हस् साथीहरू बाई बाई लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नु चाहिँ नभुल्ने साथीहरू